र हेलो साथीहरू है, र अहिले फिलहाल चाहिँ म आएको छु 2 नम्बरको हर्नबिल पार्क है। र हजुरहरूलाई चाहिँ यहाँबाट चाहिँ एउटा सानो जानकारी है दिन लागिरहेको छु। र आउँदो अप्रिल 28 तारिकको दिन चाहिँ यहाँ चाहिँ एउटा ग्रान्ड ओपनिङ हुन गइरहेको छ है यो हर्नबिल पार्कको। र तपाईँहरूलाई देखाउन लागिरहेको छु, यो चाहिँ 2 नम्बरको हर्नबिल पार्क। र यो चाहिँ अस्तिसम्म चाहिँ अन्डर प्रोसेसमा भएको तपाईँहरूलाई भिडियो देखाएको थिएँ है। र आज चाहिँ म तपाईँहरूलाई चाहिँ भित्र बसेर चाहिँ है हर्नबिल पार्कको चाहिँ कम्प्लिट तपाईँको प्रोसेसिङहरू भएको देखाउने चाहिँ हो हर्नबिल है। यो हर्नबिलको नाममा चाहिँ यो हाम्रो 2 नम्बरको चाहिँ हर्नबिल पार्क भनेर चाहिँ एउटा नामकरण गरिएको छ है। र देख्न सक्नुहुनेछ अहिले चाहिँ फिलहाल चाहिँ एकदमै कम्प्लिट भइसकेको छ है। र मलाई हेरेर बस्नुभएका हाम्रो जति पनि फेसबुक परिवारहरू हुनुहुन्छ है, यो चाहिँ तपाईँको चाहिँ 28 तारिकको दिन चाहिँ ग्रान्ड ओपनिङ छ। र हजुर पनि आएर भिजिट गर्नुहोस्, एकदम वेलकम छ हजुरहरूलाई। र अब 28 तारिक उता चाहिँ हजुरहरूलाई चाहिँ एकदमै यो पार्क चाहिँ खुला देख्नु पाउनुहुनेछ है एभ्रिडे है। र तपाईँले देख्न सक्नुहुँदैछ यो नानीहरूको लागि खेल्ने है पिङहरूदेखिको लिएर है ठुल्ठुलोको लागि पनि ठुलो पिङ बनाइदिएको छ। र देख्न सक्नुहुनेछ तपाईँहरूको लागि चाहिँ एउटा विशेष है, यहाँ चाहिँ तपाईँहरूको लागि चाहिँ एउटा सेल्फी जोन पनि बनाइदिएको छ। हेर्नुहोस् है एकदमै दामी है, बटरफ्लाईको त्यसमा है। र देख्न सक्नुहुन्छ है यो चाहिँ तपाईँको सेल्फी जोन। यहाँबाट चाहिँ तपाईँको चाहिँ यो मिनी स्काइवक सुरु हुन्छ है। हेर्नुहोस् है यति दामी बनाएको छ है। यो चाहिँ हाम्रो मिनी स्काइवक यो हर्नबिल पार्कहरू चाहिँ है हाम्रो घाइबेरी GP2 को सम्पूर्ण GP परिवारलाई चाहिँ है मुरी धन्यवाद है। यतिको बनाइदिनु भयो, यतिको गरिदिनु भयो है। विशेष हाम्रो यहाँको समिति है पञ्चायत समिति पञ्चायत मेम्बर हाम्रो साजन्दा पेले काकाहरूलाई चाहिँ है धन्यवाद छ, यतिको बनाइदिनु भयो। यतिको चाहिँ अहिले हाम्रो यो एरियामा चाहिँ यतिको चाहिँ अहिलेसम्म कुनै पनि पार्क बनिएको छैन है, जुन चाहिँ हामीले देख्न पाइरहेको छौँ। र देख्न सक्नुहुनेछ यो चाहिँ हो मिनी स्काइवक है। यो चाहिँ मुनिको हो र माथिको चाहिँ तपाईँको ग्लासको चाहिँ तपाईँहरूले देखाउनु छ है। यो चाहिँ हो तपाईँको मिनी स्काइवक, देख्न सक्नुहुँदैछ है। यो चाहिँ ग्लास छ, देख्न सक्नुहुँदैछ। यो चाहिँ अहिले चाहिँ कम्प्लिट भएको छ, एकदम दामी बनाएको छ है। यहाँ चाहिँ तपाईँहरूले चाहिँ एकदमै जुत्ता लगाएर होइन है, एकदमै जुत्ता खोलेर तपाईँहरू आउनुहोस्, किनकि यहाँ चाहिँ जुत्ता चाहिँ अलाउ हुने छैन है। जुत्ताले गर्दा चाहिँ यो सिसामा चाहिँ तपाईँको चाहिँ क्रास आउने चान्सेस हुन्छ। र है तपाईँहरूलाई देखाएँ है आज चाहिँ कम्प्लिट है। र 28 तारिक चाहिँ आउनु नभुल्नु होला है, ग्रान्ड ओपनिङ छ है। धेरैलाई इन्भिटेसन छ र हजुरहरूलाई पनि वेलकम छ है यो पार्कमा चाहिँ है। 28 तारिक दिन 28 तारिकको उतादेखिको तपाईँहरू चाहिँ एकदम ओपन हुनेछ। र 28 तारिक पनि ग्रान्ड ओपनिङ छ है। हजुरहरूको उपस्थिति रहने भए राम्रो हुनेछ। र आउनुहोस् यस 28 तारिकको दिन चाहिँ यो हर्नबिल पार्कको उद्घाटनमा चाहिँ है ओपनिङमा चाहिँ हजुरहरूको पनि सहमति होस्। र सक्दो सेयर गरी है यस भिडियोलाई चाहिँ टाढा टाढा बस्नुहुने हाम्रो जति पनि भाइ हाम्रो आफन्तहरू छ है देखोस् क्या यति धेरै चाहिँ डेभलप भइसकेको छ है यो हाम्रो एरिया गाउँहरू है। र बाहिरबाट आउने जति पनि है घुम्ने हाम्रो टुरिस्टहरू भयो है, उहाँले पनि थाहा पाओस् क्या यो चाहिँ कहाँ हो भनेर है। यसको लोकेसन चाहिँ तपाईँलाई दिइसकेको छु है। यो हो तपाईँको 2 नम्बर हर्नबिल पार्क है। र रङटङदेखिको चाहिँ 3 किलोमिटर माथि, सुकुनादेखिको चाहिँ 10 किलोमिटर माथि, अनि सिलगढीदेखिको चाहिँ 14-15 किलोमिटर माथि मात्रै हो। र देख्न सक्नुहुँदैछ एकदम डाँडामा दामी बनाएको छ है। आउनुहोस् है साथी हो, आउनुहोस्, एकदम दामी भइसकेको छ। यो चाहिँ तपाईँको मिस नगर्नुहोस्।